Hello guys, welcome back to यो my channel. बाख्रा पुछ्नु खाइयो कि आमाले खाइयो तिमीले खाइजाऊ गौरानी गर्ने पछि ल हेर्नु है चामल सन्नै पकाऊ अनि यो चाहिँ भिडियो बनाउनु चाहिँ झनै पक्ला यो और एक मुठी भए हुन्छ साइडमा राख्नु मिल्ने त होला यो भिडियो नराख्नलाई फेरि यहाँ हेर्ने आफ्नो यसो अलि चाक्लो उ बनाउने जाऊ गाई छ यत्नै तैँले लगाइदिएर सर्ट लाग्यो त हैन बाहिर जान हुन्न अब आमा दिनु छ त्यो सर्ट दिनु अरे ल गर्दैन मैले लान्छु भन्छु नि अरे हेन तल ठिक्क छ त्यसलाई खोलेर लागु अरे के लो फोल्डहरु के भएन फोल्ड बनाउने ल्याए सिक्या जस्तो पाउँदी जे भनु इमान अब यहाँ उठेर एक कम्मल बाहिर जान पाइन्न टिङ्गे टिको लाउनु पाइन्न गएर आफ्नो गाई गाईले कहाँ जान्छ हामीले टिको लाइन्छ अलिपछि नानी मान्दे बुढा ए मान्दे बुढा राम्रो जल ल्याइदिनुहोस् तिनी पुनमा लगाइसिनु तिनी त यही साइडमा राख्नु पर्यो कर क्यारे घुम्सेको यो सिधा बस्नु यो सिधा बस्नु सिधा नजर त केटा हो यसले भन ओ भान्ज मैले यसले पिट्छ नि आएर फेरि पिट्न हुन्न केला चक्चक गर्ने खाली खाटाहरु बन्द भने नमान्ने आनन्दले बस खाटाहरु हजुर त्यो पिन्ने कुनै बाख्रा पुछ्नु गएर दिन्छ यसलाई ओरा दिदी दिदी खाना राखि यो बाह्र बुझिरहेको तपाईँले खानु भयो नगरिकन चुप्प लाएर बस बुझिरहेको पनि के तपाईँले झन् बोकाको पुच्छर खानु ओ बोक्छ पुरा सुन्नी गर्ने यो दाइले नि बोकाको पुच्छर खायो सबैले खाएको छु त्यो कोही कमी भए त हो फेरि मैले लागेको ए दाइले बाख्राको पुच्छर हेर्न अब त्यति ठुलो हुनु आफू त घटी अझ ठिकै हुन्छ सर हुन्न कस्तो डर लागेछ फेरि ब्लग बनाउने मान्छेले त यता टी-सर्ट लाउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ मुर्गा सबैलाई लगाइदिनु हो सर्ट हे कस्तो एक घन्टा लाउ ट्याक्का ट्याक्का कस्तो देखियो मुर ढोका लाइस् त हुन त घर लाइ भित्र त्यो भित्र धुरी खाना लगाइदिने लाउ गाई ठिकै भएन तिनीहरूलाई एका सोध्ने अहिले त अब चाहिँ हामीले टिका लाइन्छ माला पनि रेडी भइसकेका छन् गाईहरु के हेर्नु सक्नुहुन्छ लाउन नि भाइ के थाहा हो त बुढा भए छैनन् गर यत्रो मलाई हात देख्न सक्नुहुन्छ हो भगवान हामीलाई दिदीले सबैले जिरे खुर्सानी यो अच्या नचल त दाइको लिपस्टिकको रातै छ अरे छोरा उसले फुलबाजुको लाउने भनेर उ गरिदियो कि हात त लागेको त थिइस् अलि चाक्लो उ बनाउन जाऊ टाक लागि यस्तो चाक्लो ठेटो बनाऊ अब हिँड्न मिल्दैन मिल्छ अड्किन ल भान्जीलाई भन भान्जीलाई भान्जी उलेर ऊ डोकाको एउटा भान्जा ल्याउस् त अलि चाक्लो हैन जरी झपक्क खाइदिनु तिनी त साइडमा बसे खानु यस्तो जिप्पा लाग्यो हाम्रो सोन्ने कर्तव्य सोन्ने लाउँछौँ भने ठिक छ नलाइ कि भएन सुन्नु पर्यो है सुन्नी हो त्यत्रो वर्ष दाइ त भन्नु नि अरे त मलाई हद्दु अरे कुचिसकेछ के त्यहाँ मलाई हैन कुन कले खुट्टा देखा यहाँ ठाउँ हुन्छ कि गइदियो कि दिदी बहिनी सबै टिकारा रसाएर स्याहार्नु रसाएर स्याहार्नु नापेर यो जर्नीको हट छैन पो ल्याउनु त अलि मसिनो गर्नु हो मलाई पनि रेडी भइगयो बाख्रा आफू बाख्रा बुझेर खाएका रहेछन् यिनले त्यस्तो दिने बेला त्यस्तो भएर झरेर खतम हेर्नु न अगाडि होइन कोएर रोप लाएर अहिले त सुन्तला पनि किरा भन् सबै त्यस्तै छ नि त। टमाटर त कहिले टिप्ने कसरी टिप्दैन कति थियो त्यसमा
तिमी भाइरल हुन्छौ ख्याल गर त्यही भएर राम्रोसित बस देखिआ ती चलिरह अनि म भाइरल हुन्छु भाइरल हुन्छु अन्त यसो यसो गर त्यही स्वाद छडबडे बाजी त्यहाँ बाहिर हुन्छ तपाईँ चाहिँ छब्डी बोय टोपी केला खालिस् त अहिले अलि लाउनेलाई लान्छ लाउनेलाई भात मसँग छोरी न छोरा पर्दैन है त्यसै लाएर आऊ बस हिन्दी मिसाउने मसँग छोरी न सर भिडियो बनाएको 1 घन्टा भयो होला अझैसम्म रोक्नु भएन टिकलाई हेर्न फेरि उठ्यो हेरे हो के कम्मल बाहिर खुट्टै लाने कम्मल बाहिर खुट्टा लाए पर टिका लाउनु पाइँदैन मामा हेर्नु त अङ्कित दाइले बिगारिदिनु हो अनि मैले मुलाको मैले मुलाको कुद्नेन त के बुझ्नु कुद्ने तपाईँको सम्पत्ति हेर कुद्न मिल्ने कति भयो ए बस 6 भयो शान्तिले बस अब 1 घन्टा हुनु होला 6 मिनेटले अन्त आएर आउँछ भोलि खै टिका लाएर आउँछन् कि 2 दिनकै छन् आज आउने हो टिका त्यहाँ राख पहिले आउने भयो यो बत्तीवाला मामालाई त भनिदिएला नि पहिला दाइला त्यहाँ मलाई त्यहाँ फर्स्टमा आफ्नो भाइले लाउनु पर्छ थाहा छैन उठ्ने यसरी बत्ती सल्को त्यही भाइ वरिपरि मात्र गराउनुहोस् के अनि थोरै पानी भाइले जाँदै पर्दैन ल अब पहिले बत्ती बाल र बल्ल ऊ काँटी बाल्छु दाइका कोखा राख उहाँ बत्ती केतने छ लिएर हुन्छ त्यही हुन्छ फाली कि ऊ दाइसिन गएर सल्को मन छ दाइसिन गएर उहाँ जोडाउनुहोस् त्यसलाई माथि बत्ती त दाइसिन गएर हैन के टिका बत्ती ननिभाउ ए भगवान चुप न दाइका कोखिया राख बत्ती तब चिप्लो न बोल अनि तब न बोल होइन पहिले सल्का राख्ने हुन्छ सल्काएर त्यसै माथि राख्ने हो त्यही बत्ती छोपे हुन्छ कि मम्मीलाई छोपे हुन्छ कि तैँले बत्ती त अलग भयो त्यो होइन एउटै चलोको हेर्दा खुट्टो बाहिर गर्दै खुट्टो दिन्न एउटै के बाल्ने छुट्टी हो क्या तेरो यो टी-शर्ट बाहिरको यो खोल चल्छ ए भगवान अनि छुट पाएन मलाई त बस्दैन क्या जा मेरो यति राख यति दाइका कोखा राख दाइले हेर्छ नि भेटी निप्दैन त्यहाँबाट ल बेटा ए पूजा गर्दा ल पहिले यिनीले सबै गर फुलको थुङ्गो राखेर थोरै थोरै हातैले गर बत्ती निप्छ धार चाहिँ यसो दस्तुर दस्तुर मात्रै हो भाइहरूलाई पनि यसो यसो गर दाइ भाइहरूलाई यता यता दिदी यता यता मलाई शीतल हो त्यो पानीले सबैले बत्ती जोगाउनु पर्यो पुरै खाना नपर्दा शीतल हुन्छ लौटीको लागि भाइले खाना भाइले मात्र अब भयो एकचोटि दाइबाट सुरु गर ए दसैँको त भाइबाट तिहारको भाइ पानी खोइ बेला छैन पहिले पिठो लाउने हो नि आफूलाई थाहा छैन पिठेको लगाइदिएर अडिन्छ चामलको पिठो कहाँ छ टिका त त्यहाँ छ त्यो पिठो त्यही उहाँ छ त्यो त्यसलाई नभिजा त्यसलाई नभिजाऊ यो छुट्टै लगाइदिनु आठ त त्यही हो लाउने यो त छुट्टै लगाइदिने हो तिनले टुप्पो टुप्पो पछि लगाइदिने हो अन्त रातो लगाएपछि रातो यसो साइडमा राख्नु न बत्ती नानीका कोखैमा माथितिर कोखैमा हो कोइले नि कहाँ छ केकमा छ पारेर कोइले
नि तपाईँको छोराले सम्हाल्नु त पिठो पोखेको नि नानी तेल हेरेर चाहिँ थपाउनुलाई ऊ आउँछ छोरी ओइ बसाउनु तेरा टोपी लगाइदिउ ती त्यो छोटा भइदिनु म उता बसिरहेको अझै दिनु आएको त के बोलाएछु म अन्त जान्छु म यहाँ थप्पा लाउँछु नमात्ने गर् त आमा यता र उताको ठुलो विचार सानो एउटा मात्र हो अँ एउटा मात्र लाउने के होइन तिनटा एक नाचका लगाइदिउ तिनटा होइन सातै त हो नपान्छ ला धक्का त नदका एक घन्टा लगाइदिनु दिदी होइन तर हेर्नु पर्छ र राम्रो हुन्छ कि ओइले लाउनु तिनटा मेरो बोल्नु हैन भिडियो बनाएको हो ओइला सित हेरेको तान्नु गाइस अब चाहिँ टिका लाउन सुरु गरेको छ तिनटै सेता लाने हुन त छोको गर्दैन सुक्छ उड्ने न ए हान्ची यो माथिको उड्ने हैन एकछिन दुईटा मात्र कति थियो किन अघि छोरी हेर्न लाग्यो अहिले आफू लाग्यो सरी भयो एउटा दर्कामा 70 दिन्छ एउटा नाकमा ला पाँच थरी हो मात्रै के होस् त तपाईँले एक चौड लाइट पर्छ कि त्यो के ए भगवान बस्दिउ त भन्दै भन्दै भाइ पहिला तेल काने काने हालिदिने हो खोइ तेलको छुट्टै भाँडै छैन लास्टा हो तेल लाएर नधक्काइ नानी नचल्किनु बस्छ त हुन्छ अलि त सर तिमी दाइ अलि त सर्छ यो होइन तँले यहीँ बस्छ बिचमा होइन बिचमा ए बाबा मोबाइल पल्ट्यो ओहो आएन सबैको भएन मिलाउन मेरो आउँदैन ए भगवान सीधा अहिले त्यहीँ बस्नु लाउने लाउँछ ल्याउन त्यो रने ल चामलको पिठो हो त्यस्तो अलि तल जानु दिदी भन्नु यो आबाङ्गी जन्मेछ सर यता मलाई यहाँको कहानी यसरी कितने बात थी मलाई नचल मैंने बस नहीं मारो हेर्नु पाएन बाबा यसो बाबाले नधक्काए नचलाउने लाग्ने नचल हो त सीधा भएर बस्नु। ए यो त के जाने त जाने मलाई सुबखर हात लाग्नु पर्छ के त मलाई यता बस्नु दिनुहुन्न होइन यता त होइन तिमीलाई दिदीले लगाइदिने हो क्या जान म खाटाङहरू बस्छ खाली कसरी लाको तेल भेट्दैन आमा तेल एक नै छ तेरा भाल्दिने बाले देखेन के भेट्दैन भने लास्ट हो इनमा लाउने तेल लाउने पहिले हो होइन भाँडा राखेर उसले हो यो भाँडै छ नि त दुवा मुन्टल कति चल किन आउँछ म गर्दिन के यो टोपी अलिक पछाडि लाग्छ सिधा भएर बस्ने छ कुन्ती टोपी अलिक पछाडि के यसरी हो कि यहाँ निधार देखाउन पऱ्यो यहाँ क्या निदा देख्छ हो यसरी हो त्यस्तै आया मम्मी काटेको र पनि भएन पर्छ भाइ त्यस्तो भयो कि ओ हुन्छ टर्च बसुगार हाल्ने लत्र के त्यो हाल्ने
यसरी हो कि बक्ला चाहिँ भइएको छैन गाजरो टिकुला र एउटा मान्छे लाने बेसारको ल्याइदिनु एउटा बहुत केले चामल बेसारको बस्नु दुईटा हाल्नु लाने गाई जा ओइ 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 निकाल्ने टिको लाएर बुढी भएर पनि बेसारकै लाउनु तपाईँको मात्र मेरो आएन म आमाले हाल्नु तपाईँको बेला बन्दिन्छ त्यति खास चाहिँ बेसारको यस्तो गर्दै टिको बस्यो लाएर अनि मैले यसलाई यहाँ थापेर मैले राम्रो हुने दाइ हेर्नु त उता के भयो कालो भयो तपाईँ जस्तै बहिनी कालो बहिनी बहिनी हरा पठाइदियो है सबै जंग दल के तो रहो ए भान्ज बाहिर जाने नि इनका सबैलाई दिहान आफूले हम दिया मलाई tik आगे हेर्नु ओ सेवास ल बस बास बास सुभार माथि हो के धेरै और के त यहाँ यता आर्न पर्छ पार्ता आता पारा पारा त पार्दा बाबा बाबा झन्नै बन्द भन्थ्यो बिचार नै भाइ उठलाई लाइदिन्छ एउटा बाचे बाङ्गो भएको हामी यस्तो सिधा हुने मुक्यो बल्ल माला के यस्तो के लाइदिनु पहिले भ्याउरा लाइदिनु सबैले टिको सबैले गासी बल्ल यो फेरि सारा न अलि अलि राख्नु लान्छ अब त जहाँ राखे नि हुन्छ त ल्या ए कति दिया त हातले जानु न के पत्र पारे मारा त अलि बदलाएर एउटा हाम्रो भित्र पस्यो हवा कोइलो मार्दिनु इल्लै पस्यो हवा मार्न भन्दा अन्दै त सिधा भएर बस खोजरी आएको त जाति हो कहिले भिडियो रोक्दै रहेछ त लो हैन भिडियो रोक्दै रहेछ थाहै भएन भान्ज दिदी हेर्छ नचलिकन दिदीतिर फर्क्यो सिधा भएर दिदीतिर फर्किन्छ र माझर धर्को लगाइदियो पहिला पिठाको अनि दाइलाई बस पर्ना कहाँ आउँदा आफ्ना निधारे अड बाङ्गो खा मेरो त मान्छे चाहिँ कोन सक्छ त मागे आफू त कम अड्दै छु म त छैन कहाँ छ र मलाई के थाहा छैन बक्ला यस्तो पहिले पल्ला सिलाइदिथ्यो नि त के हुनु त तलाई बिचरा त बाल फाल जान्न नि परो छोरा यता म यो पनि बाङ्गो भयो हे तेरीका पढी छैन यो तिमीले देखि छैन सिधा गरेर नना मन हैन नानी दाइले दाइले यहाँ त्यसै त ठिक हुन्छ भने भाटा जो दाइ दाइले एउटा पाइप लिएको चुनी ल्याएर नि यहाँ जा गाडीले दिन्न भाइ भयो जान्न ल सिधा भए हातले हो ओजन राम्रो भयो बल्ल उलाले पहिले बल्ल हातले जानु नए भान्ज यो अझै नि हान्न छोडेन यसले जागा त पिसा भन जा तँलाई म छुट गराइदिएँ अब सिस्नो किन्दै रहेछ है जा सिस्नो बनाएर कोठा राखेर बाहिर गयो अब त सेतो र रातो जर्नी मात्र राखिदियो अरू पर्दैन सबै होइन सबै त जरि तीन जरि के हो यो औँलाले यहाँ त दिदी दिदी लाठी खडा कोन हिसेको निकेला कन्छी त झन् के गरिस् त अमर लगाइदियो सिधा लगाइदिने हैन म ढाड दुखेर दिदी लाठी गरी तपाईँले त स्कुल आएर चाहिँ लाइन पनि काट्न जान्नु रहेछ है म सिधा हुन्छु सिधा बस रातो लगाइदियो जरी टप्रो धेरैचोटि भयो यहाँ यहाँको लगाइदिनु सेतो लगाइदियो जरी टप्प जरी छोप पढ्नको राख अझ एउटा बनाइदिनु
बस भाइला खै बाउ त बहिनी होइन नि छोरा होइन नि बहिनीको हात लियो हो त्यो यसले लगाएको छ दाइले त्यसै गरेर अझै अझै यो पनि सिधा हो होइन जो चकचक गर्छ हो यो यहाँ 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 हेर आज मैले 1 पिटे 2 पिटे 3 पिटे अब जो मात्छ नि हो र फेरि तँलाई चाहिँ तँ चाहिँ कुद्ने केसी माथि यहाँ राखेको होइन हो भाइ भाउ त्यहाँबाट उड्छ भाउ लो दाइलीको लाइन लाइदिउ भाइले लाइदिउ भाइले काना काना लाइदिउ भाइ दाइलीको लाइन आउँछ जानिन 10 फेर पछि गाईको हात छोड्दे त्यसलाई दिनु जरी चाहिँ लगाइदिनु क्या अब सेतो रातो सब लगाइदिनु यसलाई हल्का त्यो के हो किन मेला हो मोला मिस्टेक गरेँ चल्छ 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 हुन्छ होइन अब त किन न जला एकजना मात्र हो र अब त्यसलाई त्यो लौराले सुन्नुहोस् हाजी लौराले जहाँ अलि मोटो छ नि त्यसलाई डक्टर मम्मीले कस्तो राम्रो गराएछ त्यस्तै मिलाएर लाइदिए मैले मिलाइदियो सेतो त भयो सेतो अलिअलि आएकै राम्रोसित भएन तेल आउनेहरू सुरु हो त्यस्तो गरेर मिलाउनुहोस् ट्याक्क सुकिरहेको अरू बस्दैनन् तर सिधा नअल्ली क्या भाइले रातो लाइदिए पिठो सुक्दैन हौ सुके सुकाएर दिन्छ खान्छ ओ नानी घाउको यो लाइदे सुकोको बस्दैन अहिले भाउ तिमी टुपु टुपु लगाइदिनुहोस् सुकेसी चकमा रातो लामो भाउ सिधै ती सुई सुई रातो लगाइदिए तिमीलाई मिलाएर चिडिक्क पार्दै आमा बेसी त पार्नु अब अब तेल केका रोटी हो म त सक्दिन मैले त भने त्यही न मेरो भाइ न मेरो दाइ म यसो हेरेको हेरिहाली बेच्छु भनेर अलि गममा निकाल गर सुकिसक्यो सुकिसक्यो कसरी ल्याउने अब सुकिसक्यो तिमी फर्काइ त गाइस चिकुलारन भयो खै हजुर पोल्ने चिकुलार पोल्ने भयो गाडी डलेर चाहिँ ले। चिसो हुन्छ खाना शीतल होला पहिला शीतल राख पहिला जाडो एउटा अझै सिक्न लिनु अँ सिक्न लिनु नचाल त अस्ति यता राम्रो अस्ति लाग्यो नानी तँ यहाँ त म को अहिले अहिले तँ यता जा एकचोटि हेरेको न 10 चोटि अलि 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 पर जानु त अब त ठिक छ सिधा हेर दिदीतिर हेर त सिधा हो नि यहाँ नि यहाँ दिदी मुखा निरा मुला सर पासे धुलो सदरी बस मुला साग ऊ आएर बोल्न दिल्ल ए दिन जाडो टिप्पो लाग्यो टिप्पो सो गाइस फाइनली टिकुलारन भयो अब चाहिँ 2 बजीतिर भोलि हेर्न जाने हो गाइसहरु एउटा पुग्यो सबै थरी लाउँछ मिलाएर है सबै थरी मुना पनि मुस्के थोरै हामीले ल्याउने आमाले भने बस भन सबै भयो है तेल लास्ट हो देखा त पाँचवटा मात्र भयो ग्रिन अलि यहाँ तल तल दे लाइको रातो लाइदे बस्दै बस्दैन दिदी अदि छुरी कटाउन सक्नुहुन्छ नि ओखर अनाएर खानु न फुटाल्ने कटाउनु एउटा खुट्टो एउटा खुट्टो भित्र एउटा खुट्टो बाहिर हो नि चले हो के लाग टिका लगाएर भइए यही जिनिस त तेल ल्याइदिनुहोस् त ऊ हान्छ यहाँ घरको दिन होला ए यही छ गोडका यही झारको दिन ए यही छ गोडका सेतो मान्छे नसिन्नु यो के भइरो ओइ दुबो ल्याएको हैन आउँछ पुरै रेड कलर मिस्दा है मम्मी त्यस्तो कान्नु छ के छैन यहाँ एक ठाउँ बनाउँदै ला खान्न पर्यो न बम्मै त्यसैका पाती धान छोरी ल्याइनु गाजरु कन्तीबाट केही समस्या भयो नि भन्ने है त्यति नगर्ने यहाँ छ यहाँ करेन्ट लाउने चिज गाजरु मोनाला म चाहिँ सन्चो छु तपाईँ माथि उहाँ बसे दोकानमा यहाँ गरिन्छ पाउनाला लान्छ बढी गाह्रो बस्ने भइयो ए रेड कलरको लाइन हो कि पिङ्क कलरको के हो रातो अनि यो सितारा सेतो पछि रातो लाउनु रातो पछि त्यहाँ सित औँला चेन्ज गर्नुपर्छ हो मान्छे
अरू अरू अङ्गाल लाउनु फेरि अर्को लाउनु पर्दैन के हुन्न चोरी चोरी के गर्छ भाइ काय चल्छ तेल लाउने हो, तेल र दुबो काना तेल हाल्दिन नि के गर्ने त्यसपछि अर्को काना तेल हाल्दिउ र ओखर ल्याएको मङ्गलमा शुभकामना यो चोप्दै खानखान गर्ने गाईका काना राख्दे ल होइन यहाँ अर्को यता लाउने नि फेरि माझको तल झरेछ पुग्दैन तपाईँलाई बोलो माझको उँधोपट्टि बाबा उता होइन त निधारको माझको तल झरेछ यिनी दलमा पनि फेरि यसो गरेर यस्तो गरेर पुछ्दिने यो पनि माथि लैदिन्छन् टाउकोमा बाघ यहाँ लिँदैछ लुगाला लेप नै जरुर काम थाप दादा ए दाइ काम थाप ले स्वार लक्की जुवाइदिनु मेरो त गरा खराब चले हैन राम्रो राम्रो आशीर्वाद दे राम्रो होस् के आत्मा खतै पुरा होस् अहिले ध्यानमा दादा दाइले भनेको सुन्न पाइयोस् ओहो के रे मसुली न अहिले के ओभर फोन हेरेर आउँछ त म बस्न आउन पाऊँ आउनु यता अर्को आ दाइ बनाउन त ए गर नपुद्धेटीको कान्छ नथेप्छ यताको हात तैले बाल्टीको बुझ्न यतिको बुझ्न बुटलतिर घर बनाउने भन्न त्यता आएर म बस्न पाऊँ ओइ सेना त के जानु विदेशहरू धेरै पैसा कमाउनु अब यसको काममा राखिदिने ए त्यहाँ सिनो बाल्न लाला फेरि गरे कला गरिन्छ चिच्याउने डर लाग्छ अलि घटे अलिकति हो त्यस्तो बुटल गएर पढ्नलाई छु राम्रोसँग पढ्ने पढेर नि एउटा केही गरेर आफूलाई खानलाई गर्ने हेर्न पाइन हामी यो खोल्दा हेर्न हेर्न के हेर्न त यत्र बेर उठ्न पाइएन यता आइसी खोल्न पाइएन है भगवान् मैले के ल चकचक नगर्नुहोस् राजा तपाईँले यहाँ करेन्ट लाउने चिज आएर बसेको अगाडि यो यसरी डरै भयो सामान चाहिँ मिल्छ डरै भएन करे होइन मलाई त बोल्दैन म त छोपेको छु ल तेल राख्नु हुन्छ भन्दै यसो धेरै चकचक नगर्ने अलि ज्ञानी बन्ने चकचक नगर्ने घरै पढ्ने मम्मीसित बसेर मम्मीलाई सुख दिने ल तपाईले यसरी छुनु त काटिया बाख्रा चाहिँ गर्ने करे खनाइ खान्छ अरे भाउ छोरा आउला पर्ला खाइ अब तिमी लाग्यो तेल लगाइदे गाईको ओखर फोर दे अब त यस्तो नहोस् है त्यसले भोलि अब हेर्नु। मोटर लगाइदिने एकचोटि ल ल यो यसको काम भयो यो यो गाना लगाइदिनु होइन अहिले त टिकैसित पुछेछस् गाईको ओखर फोर दे उसले क्या भाइ घरसित पढे चकचक धेरै भयो लगाइदिए त्यही छ त हुन्छ एकचोटि लगाइने हो ट्यापट खोल गान्ने कि टोपी गान्ने हेर्न मातेस मैले भनेको मानेस धेरै पढे ल चप्पल लगाइदिने यस्तो गार अलि 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 ए सिस्नो कहाँ गयो सिस्नो ए भान्जी बाहिर हो कि भित्र कहाँ भयो ल अब चाहिँ बाहिर आउँदै त्यो टाउकोमा दलिदिनुहोस् अहिले एकचोटि एउटा हात गर्नुहोस् यस्तो गरेर निकाल्नुहोस् तेल अनि टोपी खोलेर दलिदिनु यहाँ चलाउँदैको पनि दलिदिनु ए त्यो टिकै फाल्दैछ अरे बसुधारा तिनी फोर हाल्ने हो तेलको बस्नु फोरे त्यहाँ सहरमा तेलको होइन तिनी फोरेर पहिला तिनी फोरेर बिउ एउटा उठ्यो भित्र एउटा सुरुमा बाबाको राधाइका भन्ने हो गर कस्तो मेरो दाइ कहाँ आउनुहोस् फेरि चिरभरि भजन फुर्छन् फुट्नु पुरा जोगाउनु मेरो दाइका 70 गइरी नाछन् अझको जम्मै 3 बेला बुढाल्नु पर्छ एक एकै बेला हो सकेर अलि लो उठाएर झर्मा हस् गाईका दाइका पहिला अङ्कलको भाइको हुनु त फेरि भन त सिनोनिम लुस्टो भएको अलि डर हान्नु
ध्यान 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 मेरो खान लाग्यो तिमीलाई म फुटाल्छु खाने किन फुटाउने त तिम्रो फुटाउने त होइन अस्ति नै त म फुटाले गरे टेन्सन माथि त तिन खराल गरे अयो फुट्छ मेरो भाग्य रहन्छ मेरो भाग्य के भन्ने मैले मेरो एकै सत्तरी घरमा सबै उठाएर भान्जी बस्नुहोस् दुरी कटाएर मम्मीले फुटाले गरी उठाउँथे त्यसपछि तपाईँले बोल्नु एकैछिनमा फुटाइदिए हेरौँला तिम्रो तागत पनि हेरौँ अब कतिको उदोडा जौरे स्वास्थ्य धुरी कटाउ एउटा उठ्यो भाइ एउटा उठ्यो भित्र धुरी कटाएर यसरी ए त्यसरी ए धमिलो ल यहाँ राख हो त्यसरी गर्छ स्वास्थ्य धुरी कटाइ एकैचोटि यहाँ छाड्ने धुरी कटाउन सकिन्छ सिडिया जौरे खालिन्छ मेरा धरान दुजम भने त्यहाँ पाइन्छ यसरी मेरा भाइका 70 रुपैयाँ धरान दुजम मम्मीलाई त भन्थे नि अब धुरी कटाउने अब जम्मा गर्ने उ आगा त्यो सबै जम्मा गरेर सिडी आएर धुरी कटाउने मम्मीसित सँगै गएर बल्ल मजा आउँछ नि अरे आएन मम्मीलाई दिनुहोस् तपाईँले हात छोप्नु भनाइ हो खाना गयो कहाँ यहाँबाट यसरी खाली होइन घरको हुन्न मम्मीसित जान्छ हामीले भए त कहाँ पुग्छ ए दिन आइगयो उहाँ पर त त्यहाँ उहिले कडकुरी बनाउने छिन् गएर हामीले त गइहाल्छ होइन खाली दिदी गयो 3 बजे त्यसले केको बुझ्थ्यो त्यत्रो घर धुरी कटाउन सक्छ त्यहाँ पहिले आलु उ गर तिमी पशुधारा हाल त्यहाँ माला लगाइदिनु तेलको बस तिनटा हाल बेसारको ल्याइदिन्छु तपाईँ खुट्टा खुल्ला हाल्ने दुबाले माला कोइले हो त गोलकाले यही तेलको हाल्दैन त्यही तेलको यो त बेसार हो एकैचोटि यहाँ फुट्यो नजिक भने गोदे लगाइ त नाम धुरी खा त्यो पनि दुईटा पनि हो हैन पुरै माथि पुग्यो होइन त भरेन मसिया दिन हो यो कान्ठा भाइको भएन गरा ठिक हुन्छ माथि अरे गाउसी राखेर झ्याप्पै फुट्यो बहुत दिउ त तीन दिन फुट्यो तपाईको मेरा बहुत चाहिए त्यसैले बोडकाले हो हाल्ने हो को 10 प्रयासमा फुटाल्ने त हो गरा दिदीको तागत नभएर मेरा घर त ठिक थियो त्यही भनौँ रात टिका पनि बनाउनु टिको थियो उ आहा जतन नि बेसारको हो त्यहाँ बनाह आता खास बेसारको हो बेसारको बेसार र तेल ए मेहन्दी हेर्नु कस्तो बसेको छ आनन्देरी टाउ कहाँ बसेन बम कहाँ बसेको तिनटा गरेर हुन्छ तिनटा गरेन लायो भान्जीले पनि हालिन्छ किन हाले त गर्दैन एउटा हात यही अगाडि पनि हाल्दिनु पर्खिनुहोस् पहिले मम्मी राखिदिनु तपाईँ राख्नुलाई कहिले बेसार कान मम्मीलाई राख गर्नु सबै गर्नुहोस् मम्मीले तपाईँले हेर्नुहोस् यता आएर कसरी गर्ने अनि कुरो अब आइसकेदेखि त टुक्को भाइलाई भाइ अहिले जाँदाखेरि एउटा सिस्नाको चाहिँ फुल लिएर जाने लाउने उहाँ लगेर साग खाना हुन्छ त्यहाँ राखेर ट्याक्क काटेर रानी यसो चल्यो भने च्वास्स पारि नि एउटा कनाइरहन्छ नि त्यसको लागि म के गर्छु दौडेको थाहा सिस्नु कहाँ हो चल्ने म त्यतिखेर भित्तामा गरेर भित्तामा आएर ओइ एडे हैन भित्ता होइन र हो भित्ता पनि होइन सगारीमा भित्ता सगारीमा बाहिर भित्ता सुन्दर हाल्नु पर्दैन अर्दैन भान्जीले गर्नु सक्छ हाल्दिनु होला पहिला होइन मसिया दिन हो सगारा मात्रै हो ए उता उल्टो छ न तपाईले त एउटा यो बेसारको अब बेसारको एउटा बेसारको यो बिच्चामा चाहियो है बिच्चा ल तिमीले माला लगाइदिउ तिमीले माला लगाइदिउ उता फर्काउँछ उता दुनु उता के थाहा भयो त्यहाँ सिधै गयो माला माला जोडान्छ गाज माला इ फुल परे थियो त त्यो जाइ ल बल्ल त फुल यहाँ देवता बल्ल शान्त भएको रे यहाँ आएर बसेपछि कता कता चल्ने अब अब यता चल्ने के यता छैन नि कता चल्ने फेरि अनि भयो मलाई त चाउडा हैन र ए कान्थाको साग त्यो गर ए छिन यस्तो लाउनु हुन्छ नरा भाइलाई एउटा मादाले बन्दिन भने
माझलाई पनि दिन्छु दिदीले माला हेरी यहाँ टाइममा बाला दुईटा हो कसो कसो हो मलाई दुईटा न दिदी त्यहाँ कति छ अङ्कितलाई देख्दै लाउन गर्ने दाइले पर्दैन मलाई दुईटा के अङ्कितलाई दिन गर्छ क्या छोटो भएन भाउमा पर्दैन होइन साग छोटो मलाई बनाएको त हो। ए खाइदे त तँ बाबाले चाहिँ बनाएको मेरो हेर्नु तेरो कपाल ठुलो गर्थे लगा यस्तो यो बहिनीलाई लगाइदियो तिमीहरूले टिका लगाइदिएर दाइले भाइले टिका ए अँ गएर बहिनीलाई हामी लानु पर्दैन भने भाइ लाइन्छ गर कलाउनु दिने मलाई मैले बनाएको टाउका आइन र पर्दैन अहिले पोहरी नलाउने भनिरहेको छ हेर्छ र पोहरी नलाउने पटक्का नपड्काउने भनिरहेको छ यस्तो ओरे नि ओइ मैले गराउने लाउन पर्छ दादा अहिले यहाँ लगाइहाल्ने त्यसपछि निकालेर अङ्गे मेरो जाम बाउले फेरि यहाँ देखेन र उ त थाहा नि त फेरि यो सोना खालको तँलाई मैले चस्से मुखा लगाइदिन्छु अरे नचो लगाए पोल्छ पनि सिस्ना हजुरले होइन कि दिदी चाहिँ आफै गर्नु साँच्चै होइ कि ए बत्ती निक्छ लाइदैन त के हो बोल्दैछ किन यो अलि तल गराएन त ल छोटो भएछ लामो भएछ लामो भएछ के गर्दिनु तिमी अड्कल नै जानिन्न यहाँ उको फुट त्यसलाई फाल्दिनु यहाँ अलिक लामो भयो टाउ कहाँ हो पोहरी लाउने पोहरी गाइस मलाई पनि ल्याइयो बोल्ने लास्ट लाउनु पनि छैन हामीले नलागे कि खै बन्थे कसरी लाउँछु त्यो फुट पहिला पहिला त नपार्न होइन ओइ यहाँ सेन्सन मात्र हो के घरैसम्म अडाउन सक्नु पर्यो मलाई रह्यो पनि मलाई भाइ भाइ फाल्ने ओर्ने के होइन नि फेरि यति मोटो हो अब टिको नाम मोटो अब टिको लागेछ पटेलिन मोटो ओइ, भयो भाइ हाम्रा दुईटा अनि दुईटा थाहा यताले काल काट्दिन्छ नि थाहा छ हाम्रा तिनटा हुन्छ तिनटा तिम्रो दुईटा जम्मा लौ न दिदी साडी छोपेर फोन गरिदियो भिडियो गरिदियो यति मोटो होइन नि त नि त्यही भएर ओ भाइको भाइ तिम्रो मोटो अरू सिङ ए अलि यता हर्को अरूको मसिनो अरू दुइटा ओस्ले हो राम्रो मिल्यो वान सही कुरा यसको त टाउको लामो छ है काटियो के हो होइन लामो छ यसको टाउको अस्मितको हेर यसको उला भयो लामो रहेछ टाउको माथिको त एकैछिन लाओ अडि टाउको लामो रहेछ कि आजलाई एकछिन त अडाउने हो पर्छ भाइ भन लड्नु हो भाइ पहिलो भाइलाई लगाउनु भाइलाई होइन यो मैले भान्जी लगाउँछ मम्मी मलाई यता है त सबै लाउने बोल्दैन ल नि एउटा माला बहिनीलाई दिए है टोटीको त लाउने नै बहिनीले त केटीको लाउने र भाइको चलन छ र पन्थीको पन्थीको चलन के छ मैले ल्याइदिनु भाइ ल्याइन्छ त्यसलाई मैले 12 तल ल्याइदिनु भान्जीलाई हामीले होइन लगाइदिने अहिले बोल्ने लगाइदिने न भाइले लगाइदियो लगाइदिने त्यसरी होइन के एउटा यस्तो गरेर यसरी ल्याइदिने गोलो गोलो एउटा लगाइदिउ ठाडो यही पकाएर लाउनु गोरु पुसी नगरे नि फेरि यसरी हो के लेतो यहाँ मैले छोपेर गर्दिनु अब दिदीलाई लगाइदिन्छु हो। छोपेर यही दिदीलाई माला दिदी नानी सिधा साधा बस्छ तपाईँले माला खोइ त सिधा लगाइदिन्छु फेरि अनि बढे र यो बिचको औँला दाइको एउटा लगाइदिउ ल दाइले नाप्ने एउटा लाउने यही ए गलत भयो है यहाँ धुप खोइ धुप 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 दाइ बिचको यसरी कोही त चल्दैन नि दाइ भन्दा खपटेर छिया धुपसुप चढाउने पनि त छैन त धुप राख्दियो पाल्ने होला गरेर दिउ यहाँ लु यहाँ धुप राख्दियो हजुर हजुर रोटी बाल्ने त सादा न फेटा त देखिन्छ सदा हो होला त राम्रो छ ए रानी यो पनि राखेर बना त भिडियो बनाउनु मनमाने अन्त गई अझै लगाऊ चल केटाबाट जन्म
एउटा यो किन भएर जानु केटा भएर जन्मिने केटी भएर जानु बेकार छ यहाँ पुछ यहाँ भिडियो गर्नु कुकुरमा थियो एउटा यो रातो टिको यो राखेर त्यसैमा टुप्प उहाँ राखेर भिडियो गरेर त्यसैमा टुप्प यसमा कता छ भने नलुचिकन त्यहाँ नअटेर बोलाइदियो त्यसैमा होइन अब यो अझै भएन कि त्यहाँ लाएन टुप्प लाउनु सधैँ राम्रो गराएर टुप्प त्यसैमा यता त दायाँ बायाँ होइन फेरि अझै भएन अझ जस्तो ल के गर्नु कोसिस गर्ने हो सिक्न पर्यो कोसिस गर्ने त कभी हार नै होता है मुसीबत लिएर वैसे ए झर टोपी नलाइदिनु के टोपी क्या त टुप्पा मार्दैन रातो भयो भाइ अर्को लगाइ आज भान्ज अब रातो भयो अब शान्तरन यतो हातले ल सेतो लगाइदिए कर पहिला भाइ कहाँ हात वैसे त ल त्यसमा यिनीहरू सेतै पनि राम्रो समस्या लाग्यो पहिला यहाँ दुईटा खुट्टा यहाँ जोड्नुहोस् यहाँ दुईटा खुट्टा जोड्नुहोस् अब दिल्ला ढोका त्यहाँ अझै रोगिराख्ने हो ल त्यस्तै रोगिराख्ने तिन फेर तेह्र तिनै आइस भयो भाइको खै त अब दिल्ला के दिने हुन्छ भाइका 70 खतम भन् हराउँदै जाउँ चार फेर राख्दै चाँडै भयो भनेको के हो मामा हराउन हो चार चट्टी तिमीले राखिदियो मलाई राखिदियो ल यहाँ उनीलाई राखिदिने हो माला रानी लाइदिए मलाई 70 भरि ल उही लैदिएर उही राखिन्छ कोहीले नि रूप राखिदिए भाइ सबै धोका हाल्नु त्यहाँ बाहिर भाइको जति बेरी जले कि के लड्का गरिसकेपछि जाने आयो अब के गर्ने यसो गर आमाको हालत यस्तै छ भाइ कहिले ल्याउनु अहिले मैले त गरिहाल्ने ज्ञानी भयो सबै दिदीलाई माया गरे खोइ पहिला ढोकाम लान नि ठुलो भयो धेरै पढे ज्ञानी बने है राम्रो होस् पढाइ सुन्न पाइयो नेपालमै जागिर आए खाइस् न खान पाइन्छ अब पाइयो ढोक्दिने अनि खाने जे खाने ढोका त्यहाँ कहिले कति मिठो आइछ दिदी नानी यो सिस्टम यो भाइले दियो त टकर दे ल दिदीलाई दिउ लौ दिएर फेरि ढोक्दिने हो कोदी दिन्छ नि त तिमीलाई त्यही ढोकिदिने ढोका तिमीलाई अडाउने तिमीलाई ढोकाउने र शर्म नभएको यता धाएर भ्याए त म मात्र हेरी गीत अनि यिनी के गरिसक्यो यहाँ तामझाम
ल्याऊ हो त्यो आज दिदी खुट्टा आज ढोक्दिएको ढोक्दी हेर तिमी रातभरि बानी आज दिदी खुट्टा लिएर जा अहिले म के गराइन्छ आमै अनि माला भएन तँलाई फेरि एउटा त्यो एउटा बानी दिएर फोटो खिचाउनु ए निकालेर ल्याउनु माडो लादिनु चाहिँ गोलो गोलो हो त्यो खाडा होइन आइन्छ यस्तो जिमको पाइ मम्मी मुझे खाना लतेर खानु त अहिले नखानु जाइगन दियो ला भाई मेरो फेभरेट चीज ए रोक्नु अझ खान्छ त्यही राख्नु हेर त कपडा सबै बेकार गरिसक्यो यस्तो चाहिँ तत्काल तरिकाले आउने अनि अचार पहिले भुइँतिर धोइदिएर आफूले खाइने अचारको चला वर्षा दो देऊ तला यस्तो राम्रो गरेर लगाइन्छ अनि त्यसलाई त राखिदियो होला अहिले सिकाउने आफूले बिगार्ने होला त्यो कपालले धोइदिनुको कप त्यो कान्छा माथि ल्याउन टेको पुठिन्छ उक्काइसक्यो जति उक्केछ सायद के अरे पुरै हो आमा होइन त सात थरी सात थरी यति यति रातो र जरी ट्याप्प लगाइदिए सात थरी त होइन होइन त्यही त सात थरी रातो र जरी लाग्ने टप्प लगाइदिए त्यहाँबाट यति रोटी बहिनीलाई खुवाइदिए बहिनीले तँलाई खुवाइदिए सोध्थ्यो दाल मलाई खानु बाबाले खुवाइदिन्छ अब त्यो मलाई त मलाई आइज कहाँ फाल्यौ त्यो सिस्टम कहाँ हो उठ्नु बन्द निन्ना ए बिरबा मेरी अब यतातिको टाढो चाहियो कहाँ त खोइ यो ओ हाम्रो बाबु यहाँ हाम्रो यहाँ खाने मम्मी मेरो पनि बाँड्दिनु ल ओ बाउ लौ तैँले बिरालो खाना दाइ ला भित्र अदर हाले खानु ओइ यसलाई रमाइलो लाएर त आयो होला कर हेर त ए तिमीले दिललाई के पनि नदिकन गर्यो दिललाई के पनि दिएनौ ल यो दिललाई हात हालिदिनु अहिले देऊ दिललाई दिउँ दिललाई पर्न थिएन त नमस्कार भाउ के पर्दैन ढोक्दिनुहोस् न के को नमस्कार अलि आशीर्वाद दिएर अलि धेरैको पैसा कमाउनु थाल्यो नि भन्नु कमा पैसा कमा प्रगति गर्दैछ हुँदैछ प्रगति अलि भइरहेछ नगर अहिले खाना नथालेर जाम फोटो खिचाउन भात खाउँदा ए मेरो बा मलाई पोर जाने नथाले ल्याउनु साथ भइनाले छुट्टै लो गराउने गराए कपडा लाउनु अहिले खाएर खिचे त्यो राख्नु त दिदी खाएर खिचौँला यहाँ राख्यो भने छ तिमीहरूको पाँडो हेर त्यो कस्तो खानु प्लास्टिक दिन्न किन अहिले पेकमा हालेर लैजाउला हो मम्मीको पनि लैदिनु ल राख त्यही सम्हालेर भित्र राख यत्रा चाहिँ क्यार ल्याइदिइसकेका हेर त कान्छ त्यसले के खान्छ त्यसले केही दाइलाई त तातो खाले त्यसले खाने चिज यहाँ के छैन गर हुन्छ नि मलाई त फर्काइदिन पर्छ अनि कति टेन्सन थियो यहाँ राख कोही किन्नेको खाने कोही काम किन यति खाने चुला के भएर दिदीले ल्याइदिएपछि भयो मिलाएर राखिदिनु अब तपाईँ अहिले तैँले मलाई खुवाइदिने थिएँ केलाई खाइदिने भएर त्यो भित्र राख हजुर म त खुवाइदिने थिएँ त खाइदिनु मैले नि अहिले खुवाइदिएन रोटी हो त्यही च्याखे हुन्छ सबै खाइदिने हो भाउ यति जस्तो भयो ल्याउनु बाह्र मैले खाइदिएँ मैले खान्न कान्छाले ल राखी बिरालाल टिकोलाई नि कोही भएन बिचरा लौ बिरालाल टिकोलाई नि कोही भएन बिचरा बिराला बोल्ने खैलिस खानु खानु म त भात खाने म त खान्न राख्नु पर्छ खाएँ 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 खान पर्छ सरकार ए ए अब केराहरू खानु दुई बेला लाने अड्डे जस्तो जस्तो बनाइयो के अरे भाउ भनेर मैले यो पनि बनाउनु पर्दैन भनेको बनाइ भयो सक्यो रोटी भन्नु बिरालाको शरीरमा अड्डी दिन्छ यार त यो राख एकादशी दिन लाउनु
फोटो खिचाउनु चट्ट पारेर त आमाले बाला कपडा लाउनु भन्छ मैले फोटो खिचाउनु पैसा र भाइले अहिले दिन्छ बाबा ह्याप्पी होली है बिराले ह्याप्पी होली ह्याप्पी तिहार भनेर फोटो राख्दै ह्याप्पी तिहार ह्याप्पी तिहार किन आउँछु राख्नु तपाईँको कहिले जाने हो के हो मम्मी कसले कसले हुन्छ होला खाना खाम चिनेर राख्नलाई मेरो सबै अहिले राख त गीत किरा खोल्ने खाने पारो गर्छ खाना खाइन्न अहिले खाना मन लागिसक्यो भात खाने कोही दिउँसो खाउलाको दिउँसोमा जाने बेला नखाने बेला कति मिठो भाइले तने के पकाउन आफैले दाइ यता आउनु त बुझ्यौ यो खोल्दैछु म चाहिँ कोही कुनै त लिएर आएको छैन ओ दाइ 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 उठ सिस्टकमा बनाएर राख्नु ओइ तँले ऊ कुरमा हाल्दै गर्नु दिल्ला बिहान ल्याउँदाखेरि मधेसी कुरमा चलो कि भने क्षमताका खाना हुन्छ कपडा लाउने न यस्तो म खोलु केला हालिन्छ सारी फुकाएर भात खाने हो म खुरमा त्यहाँ ध्यान गर अन्त भेटाएन तेरिका खाएर ननाले ए गमला थियो होला बिन्छको साडी बिग्रियो अरे फोटो खिच मैले हेरेको नि यादै भएन अरू त ल्याएन नि है अरू रोटी त ल्याएन नि यो र उयो आफै यसले तासेर निकाल्नु सक्दैन त्यस्तै भएका हुन् गरे त्यस्तै भएका हुन् सो यो चाहिँ भाउजूले कति वर्ष अगाडि टिको लाउन जानु पर्ने हो रोटी बनाएकी रोटी त बन्दैन नि हाम्रो त मम तास्नी पो रहेछ मैले त त्यो कुबिन्ने पनि आने होला मिठाई हो केटा खान्छु तास्नी हो ल्याउन तिलिनु बाबा त्यो कुबिन मिठाई हो गयो त्यस्तो भएर तास्नी हो तास्नी चिनी चिनी मिठाई हो यो काट्ने हो त्यही पोकामा पाएको यो सेतो पिठो मैले दिएको मलाई दिन्छ सबैको खाना भएको भाइले ल्याउने दृश्य चाहिँ मैले खाना खोलेर खाने मन भयो म त के पनि केही जा खानु भाइले राख्छु सम्म भात खाने मलाई यो यस्तो नम्बर सोना हेर त काजु भाजी केले खानु नि एकै ठाउँ राख्नु के हो र यो भाइको चरा मेरो बिलु हाले ल छोरा यो खाएपछि भात खाइन को त्यसो जानी होला न किट क्याट हो अनि मान त खानु न त दाइले टिकट ओ दाइ के राख्नु दाइ केरा ल्याएको एउटै आउँदा त एउटै नै कति थाल्ले ए यो नि गाइस यो चाहिँ काँचो बदाम रहेछ मिठो भएन ल खाला आदि खाला भुटेर खामला तेरा खा अलि भातको छोडी गयो मलाई यो खाएको मिठो नला यो हैन हो ब्लू लकी पर्छ सबैले तपाईँलाई हुन्छ यो त मेरो हुन्न खाइदे त ए आउनु मान्थे भने मान त कान्छ दिउँसो हालस कोले भात खाने हो ए हाडी हाडे गाने बुवामा ओखर पनि छ नि यहाँ मोल कहाँ धान्दै भाइ मैले मलाई नखोलेको चाहियो है